ढुङ्गा हुँदैछ त नि स्त्री पाक्ला छ है बसिरहनु पट गर्छ अहिले पुरा पठिन्छ अहिले बासिले बडा आगो पाले पकान्छ नि खै मेरो पन्ध्र कता तेरो कता राखी बोर्ने दुईटा किन्ने भर्यो दुईटा भर्यो क्या भरे धेरै बोरी नहाले फाल्छ गरे किन त भाँडाले किन टाढो गर हुन्छ क्षमता आफ्नो हातका होला अहिले तात्छ नि टाढोबाट गर अस्ति पुरा कस्तो उम्ले थियो त्यही लगाएर गराउला मात्र गर्नु मन गइए कोही भिडियो गरेर पठाइदिनु आफ्ना केही छैन साथीहरू होइन आफ्नो चाहिँ माटी हो देखाइदिनु वरिपरि साथीहरू आफ्नो चाहिँ केही छैन होइन त्यही पनि पुरै आँखिरहेको छ आउँछ बाबा एकदम तातो भइरहेको छ नि साथीहरू अलिक लामा लामा पर्नु पनि बेच छैन फेरि ओके नदी हो भन्नु न यार हो सही हो हामीले यसैको भिडियो गराएर बसिरहेका छौँ नि त दुध मिल्न छ दुध अनि एक पनि ग्लास खाएर जाने ओके पारेर देखाउँछु कि आजको काम हेर्नुहोस् गाइस दसैँ आछ रुखलाई रुखलाई दसैँ आइरहेछ अनि यता चाहिँ दुध पाकिरहेको छ साथीहरू काम गर्ने मान्छे चाहिँ एउटा उता 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 उ दुध पाइ देखाउने गरेर साथीहरू भन्या चाहिँ तिमी जाऊ कि छिटो हेलो साथीहरू यहाँ चाहिँ दुध राख्न लागेको छ कि त्यस्तो मसिन यो चाहिँ कतिखेरसम्म पाक्छ पाकिन्छ अब हामी अब चाहिँ हामी जानु ओके ल बाई अर्को भिडियोमा गाइज देखाउँछ साथीहरू विश्वास लागेको छ मैले यो साह्रो लगाउनु सक्ला